यस ठाउँसम्म आइपुग्न खलङ्गा बजारबाट चाहिँ करिब 3 घण्टाको बाइक यात्रा र त्यसपछि 8 घण्टा र 45 मिनट जति चाहिँ हिँडेपछि चाहिँ हामी यस ठाउँबाट चाहिँ अर्को चरणको यात्रा So I hung my head and cried. Hello. My sunshine, my only sunshine. यताबाट सबैभन्दा ठुलो पानी झर्दाको देखिन्छ यो चाहिँ दुधकुण्ड र आकाशे तालबाट आएको पानी हो भने यतापट्टिको चाहिँ त्यसमा चाहिँ थपे ससाना कुराहरू देख्न सक्छौँ। Always love you and make you happy. यहाँनिर झन्डै झन्डा भएको चाहिँ भर्याङ आएपछि हामी चाहिँ दुईटा बाटो देख्न सक्छौँ। जुन यो चाहिँ सिधै आकाशेर जाने बाटो, जुन चाहिँ घुमाउरो लामो बाटो रहेको छ अरे यो चाहिँ दुधकुण्डको बाटो जहाँ सेतु नदीदेखि बगिरहेको देखिन्छ। यो बाटो चाहिँ दुधकुण्ड पुगिन्छ र दुधकुण्डबाट चाहिँ आकाशे ताल जान चाहिँ अलिक नजिक पर्दो रहेछ। यहाँको चाहिँ स्थानीय भाइहरूको भनाइअनुसार एकदम तलबाट हामीले देखिरहेको ससाना खोलाहरू अब चाहिँ हामी यसरी देख्न सक्छौँ। यत्रो ठुलो पहाडबाट यसरी तीव्र रूपमा चाहिँ तलतिर बगिरहेको देख्न सक्छौँ। यिनीहरू भनेको ससाना चाहिँ खोलाहरू हुन्। मेजर खोला भनेको यतापट्टि अझै पनि सानो सेतो भाग देख्न सक्छौँ। झन्डा कति धेरै झन्डा हो त्यो झन्डा, जता जता बाटो त्यता त्यता झन्डाहरू हामी देख्न सक्छौँ। My sunshine, my only sunshine, you make me happy. यो चौतारो भनेको चाहिँ अन्तिम बिन्दु हो। यो यसरी चाहिँ ढुङ्गा बिछाएर बनाएको चाहिँ बाटोको चाहिँ अन्तिम बिन्दु। अब यहाँबाट चाहिँ हामी यसरी बाटो नै सकियो। अब हामीले चाहिँ आफै बाटो खोज्दै बनाउँदै हिँड्नुपर्ने छ। यो चाहिँ बिस्तारै ओ केटा गोजीमा हाल्नु चेन लाएर। Times in our lives, we all have pain and we all have sorrow. But if we are wise, we know that there's always tomorrow. Lean on me when you're not strong, and I'll be your friend. I'll help you carry on. Lean on me, it won't be long till I'm gonna need somebody to lean on. Please swallow your pride if I have things that you need to borrow. For no one can feel those of your needs that you want. हामी करि करि यो ढुङ्गा पुगिसकेका छौँ। अब केही बेर हामी घुमेर चाहिँ फर्किन्छौँ होला है। ल खानाको तयारी गर्नु होला है। हस् हामी अब करि माथि त्यो हिमालको छेउमा पुग्यौँ।
अब एकछिनमा 2 ताल घुमेर आउँछौँ होला है। To lean on me when you're not strong, and I'll be your friend. I'll help you carry on. Lean on me, it won't be long. करिब हामी यो दुधकुण्डको एकदमै नजिक छौँ। यो जति पनि देखिरहेको छ यो पहाडको ठ्याक्क फेदमा र यो ढुङ्गा बाटोको चाहिँ मुनिपट्टि चाहिँ दुधकुण्ड रहेको छ। अब चाहिँ हामी केही बेरमा सायद 5-7 मिनटमै हामी त्यहाँ पुग्छौँ होला र त्यहाँको चाहिँ पिक्चर हामी चाहिँ तपाईँहरूलाई देखाउनेछौँ। Somebody to lean on. 1, 2, 3, 4. Saying I love you, it's not the words I want to hear from you. It's not that I want you not to say, but if you only knew how easy it would be to show me how you feel more than words. It's all you have to do to make it real. Then you wouldn't have to जानु साले love me, 'cause I don't. उता गएर यो उता ठ्याक्क डुप्लिकेट रहेछ ल जानु कस्तो एन्ड नरेको अरे मान्छे जाऊ If my heart was torn, अझै गाँठा छ त्यो पानी अझै 2 स्टेप अगाडि गयो हो त्यहाँनिर डुब्यो करेन्ट say if I took those words away, then you couldn't make things यो new चाहिँ दुधकुण्ड just by saying दुधकुण्डको चाहिँ यो I love माथिपट्टि यस्तो चाहिँ भिडी ढुङ्गाको भिडहरू रहेको छ। अब चाहिँ हामी भने यो 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 डाँडा छ नि त्यहाँबाट चाहिँ हामी चाहिँ अगाडि बढ्छौँ। to talk to you and make यो दारमुनिबाट हँसाएर आइरह है दारमुनिबाट के यत्रो दारमुनिबाट पानी हँसाएर गइरह। ताल बिहाइन्ड त नि किन फुसफुस गरेको हे न टाढो त होइन रहेछ ए यो आकाश ताल के अर्को भाइ माथि टेर मलाई खासै डिस्टेन्स त धेरै छ है 2 ताल बिचको एउटा डाँडो मात्रै रहेछ क्या यो ताल हामी जुन चाहिँ देखिरहेको छौँ यो दुधकुण्ड हो भने यो उकालो चढेर आएपछि यो बाटो हुँदै 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 आएपछि यतापछि चाहिँ आकाशे ताल चाहिँ आकाशे ताल र दुधकुण्ड बिचको डिस्टेन्स भनेको चाहिँ डिस्टेन्स एकदम नजिक छ तर उकालोले गर्दाखेरि नर्मल हिँड्ने मान्छेको लागि चाहिँ आधी घन्टादेखि 45 मिनट चाहिँ लाग्न सक्ने चाहिँ देखिन्छ। Another night, dear, as I lay sleeping, dreamed I held you in my arms, and
So I hung my head and cried. You are my sunshine, my only sunshine. You make me happy when skies are gray. You never know, dear, how much I love